everyone, what's up? Welcome back to my channel Majors World Nepal. Hope everyone is all good. So today is unboxing time. So आज चाहिँ मैले very first time हैन nail extension kit मगाएको छु. So मैले चाहिँ हाम्रो यो एलिस नेपालबाट मगाएको छु हैन. So let's get started. So unboxing start गरौँ. यस्तो खालकोमा आउँदो रहेछ हैन. So मैले चाहिँ फर्स्ट टाइम हो यो नेल एक्सटेन्सन मगाएको पनि अनि आई नेभर ट्राइड हैन कुनै त्यस्तो सालोमा पार्लरमा पनि म गएर एक्सटेन्सन चाहिँ कहिले पनि ट्राई गरेको छैन कहिले पनि राखेको छैन हैन सो अब आई एम सो एक्साइटेड के हैन के हुन्छ यसमा भनेर सो लेट्स चेक इट आउट सो फर्स्टमा छ यो प्रोफेसनल एन्ड प्लास्टिक नेल फर्म्स 120 पीसेस वाला छ सो यस्तो हुन्छ हैन सो मलाई के आइडिया छैन हैन मैले मेरो फर यू पेजमा यो टिकटकमा फर यू पेजमा चाहिँ यति धेरै यसको आएको थियो सो अनि मलाई एकदम ट्राई गर्न मन लागेर मैले चाहिँ मगाएको आई नेभर ट्राइड हैन अनि अब कसरी गर्ने चाहिँ त्यो हेर्दै सिकेर ट्राई गर्छु है अनि कस्तो हुन्छ त्यसको भिडियो चाहिँ नेक्स्ट टाइम आज चाहिँ अनबक्सिङ मात्र यसभित्र के आउँछ भनेर अनि बाइ द वे यसको चाहिँ 3000 रुपीस लिएको यो किटको अनि मैले चाहिँ एलिस नेपालबाट लिएको है अनि त्यो भएन यसमा अर्को छ यो अब म चाहिँ योलाई बफर भन्छ आई डोन्ट नो अरु पनि नेम छ छैन आई डोन्ट नो है मैले थाहा भएको चाहिँ हामी फाइलर वा बफर भन्छ हैन सो यस्तो छ एउटा यो अनि त्यसपछि एन्ड छ यो के हो यो I'm so excited मलाई थाहा छैन नि त सो I'm very new हैन कहिले ट्राई गरेछ सो ओके यो चाहिँ नि हाम्रो त्यो भर्खरको नेल सेट यो छ नि यो चाहिँ प्लास्टिकको नेल हुन्छ यसमा चाहिँ हाम्रो त्यो पोलिजेल राखेर जस्ट देखेको छु नि त मैले अब ट्राई नगरे पनि यस्तो मिलाएर गर्नेवाला भयो यो एन्ड देन पुरा पेन जस्तो के सो अर्को चाहिँ यहाँ हाम्रो त्यो लगाइसकेपछि चाहिँ यहाँ यस्तो पनि पुस्न मिल्छ अनि त्यसैमा पनि नेलमा राख्दा पनि मिलाउन मिल्छ हैन एकदम मैले चाहिँ एकदम प्रोफेसनल जस्तो भनिरहेको हैन बट आई डोन्ट नो है सो मलाई जतिको आइडिया छ त्यति मात्रै भनिरहेको छु हैन सो यो एउटा भयो है एन्ड देन अर्को के छ भन्दा टाडा अर्को चाहिँ यो क्युट वाला हाम्रो यो नेल सुकाउने के भन्छ युभी रेज युभी लाइट 12 वाटको छ हैन यो चाहिँ युभी रेज हामीले त्यो राखेपछि सुकाउनु पर्छ अनि सो यो कस्तो हुन्छ कति साह्रो क्युट यो पावर बटन भयो पछाडी यस्तो छ यो लाइट भयो युभी रेज अनि यहाँ हाम्रो चार्जर हुन्छ हैन आई मिन हाम्रो यहाँ युभी हुन्छ नि यो सो यो छ यो राख्ने भयो अनि यो ओपन चाहिँ यसरी गर्ने सिम्पल वाला छ कति क्युट हेर्न सक्नुहुन्छ सो यो टक्क यसरी अनि यस्तो स्ट्यान्ड हुन्छ अनि हामीले चाहिँ यस्तो नङ के भन्छ यस्तो गर्ने यो चाहिँ मैले भिडियोमा हेरेको है अनि त्यसपछि यो छ यो नेल त्यो के भन्छ पलिस राखेर त्यो गर्नेवाला भयो हैन होला त्यही होला अब किन त सल्युसन राखेर के गर्ने होला जस छ त एउटा हैन कति क्युट छ हेर्न सक्नुहुन्छ एउटा छ अनि त्यसपछि पोलिजेल छ नेल प्रोफेसनल युभी एलईडी नेल आर्ट भनेर लेखिरहेको छ यो चाहिँ कतिवटा छ हेर्छ है 1 2 3 4 4 5 6 यो चाहिँ 6 वटा रहेछ यो डिफ्रेन्ट कलर हुन्छ यो चाहिँ नि यो 6 वटा भयो अनि त्यसपछि यहाँको अर्को छ इन्ग्रेडियन्ट्स यो छ एउटा यो चाहिँ नि ग्लिसरिरोल एथानोल भनेर लेखिरहेको छ है सो यता चाहिँ यसको इन्ग्रेडियन्ट होला यो चाहिँ नि स्लिप सल्युसन रिमुभ्स एक्सेस जेल एनहान्सेस साइन भनेर त्यही मैले भने नि साइडमा बढिरहेको यो लिक्विड युज गरेर पुस्ने भयो हैन सो यो भयो एन्ड देन अर्को छ यो क्लिप यो चाहिँ हाम्रो नङ राखेपछि अड्काउने यसरी त्यो प्लास्टिक त्यो नङ राख्छ अनि यसरी अड्काएर जस युभी रेजमा राख्ने यस्तो भिडियोहरुमा त हेरिरहेको हुन्छ नि त सो जति हेरेर एकदम इजी हुन्छ जति सोध्छौँ नि त्यो नहोला आई डोन्ट नो हुन पनि सक्छ लेट्स सी फर्स्ट ट्राई गर्नु त बाँकी नै छ सो अर्को यो दुईटा कोट एउटा चाहिँ बेस कोट छ हैन फर्स्टमा त्यो पलिस लाउन गयो नि अनि अर्को चाहिँ टप कोट लगाइसकेपछि लास्टमा टप कोट राखेर टक्क गर्ने यो दुईटा छ हैन सरी अर्को छैन यति नै हो सो यति धेरै प्रडक्ट चाहिँ छ म चाहिँ एकदम एक्साइटेड छु है सो यो ट्राई गर्न अनि यो ट्राई गरेको फर्स्ट टाइम राख्दाखेरिको भिडियो जसोको होस् त्यो भिडियो पनि राख्छु अपलोड गर्छु तपाईहरुले सपोर्ट गरिदिनु थ्यांक यू सो मच फर वाचिङ माई भिडियोज अनि प्लिज डु सब्सक्राइब माई च्यानल मेजर्स वर्ल्ड नेपाल थ्यांक यू सो मच थ्यांक यू बाइ बाइ